तपाईँले सस्तोमा एजुकेसन पाइरहनु भएको छ, नाम्ची जस्तो सानो ठाउँमा भनी टाढो किन जान चाहनुहुन्छ? सस्तोमा एकदमै बेस्ट एजुकेसन तपाईँले प्राप्त गरिरहनु भएको छ र गरिब दुखीको लागि त एकदमै झनै एकदमै बेस्ट भन्दा पनि बेस्ट, यानी कि 90% स्कलरशिप रहेको छ। हजुरलाई जानकारी दिन चाहन्छौँ र यो जोरथाङ रोड युको ब्याङ्क र तपाईँलाई याद भएकै कुरा हो र यो डाक्टर तम्पलको क्लिनिकदेखि माथिल्लोपट्टि तपाईँ आउनु परेछ। त्यहाँनिर तपाईँले सस्तोमा एकदमै राम्रो खालके तपाईँले एजुकेसन प्राप्त गर्न सक्नुहुनेछ र यदि तपाईँले फ्री साह्रो बेसी सस्तोमा एजुकेसन प्राप्त गर्नु हुँदैछ भने टाढो किन जान चाहनुहुन्छ? हजुरलाई जानकारी दिन चाहन्छौँ सिक्किम सरदार पटेल युनिभर्सिटी जो रहेको छ जोरथाङ रोड नाम्ची साउथ सिक्किम डाक्टर तपनको क्लिनिककै माथिल्लोपट्टि तपाईँ आउनु पर्नेछ। गरिब दुखीको नानीहरूको लागि त एकदमै यहाँनिर बेस्ट भन्दा पनि बेस्ट, तपाईँलाई एजुकेसन बेस दिने हो, ट्रेनिङ बेस दिने हो र तपाईँको लाइफमा एकदमै क्वालिफाइड हुनुपर्ने हो र त्यो चाहिँ जोरथाङ रोडको नाम्ची साउथ सिक्किममा सिक्किम सरदार पटेल युनिभर्सिटीले गरिरहेको छ। 90% तपाईलाई स्कलरशिप पनि अवेलेबल गरिरहेको छ र मैले तपाईलाई यो वे पनि देखाइसकेको छु। अलिकति यता देखाइदिनुहोस्। वे पनि सकिसकेको छु जहाँ चाहिँ तपाईले जोरथाङ रोडको चाहिँ तपाईलाई मैले भनिसकेको छु यहाँनिर डाक्टर तपनको क्लिनिकको नै माथिल्लोपट्टि तपाईँ आउनु पर्नेछ र अझै तपाईलाई भएन भने यतापट्टिको वे पनि म तपाईलाई देखाइरहेको छु र एकदमै सजिलो एकदमै सुविस्ता ठाउँ, तपाईँ टाढो जानै पर्दैन। एडमिसन पनि ओपन भइसकेको छ र तपाईले एडमिसन गर्न चाहनुहुन्छ भने पनि तपाईँ सिक्किम सरदार पटेल युनिभर्सिटीमा तपाईँ आउन सक्नुहुनेछ। दिएको नम्बर क्याप्सनमा छ, हजुरले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ र एकदमै चाहेको जस्तो एजुकेसन अनि एकदमै बेस्ट एजुकेसन र गरिब दुखीको नानीको लागि एकदमै भनेको जस्तो ट्रेनिङ भनेको जस्तो एजुकेसन पाउने ठाउँ छोडेर तपाईँ कहाँ जानुहुन्छ त? तपाईले सोच्नु भएको थियो नाम्ची साउथ सिक्किमको जोरथाङ रोडमा पनि यति साह्रो राम्रो लाइब्रेरी अवेलेबल रहेको छ भनेर हजुरलाई यो कहाँ जस्तो लागिरहेको होला, तर जानकारी दिन चाहन्छौँ सिक्किम सरदार पटेल युनिभर्सिटी नाम्ची जोरथाङ रोडमा नै अवस्थित रहेको छ जहाँ तपाईलाई 100% प्लेसमेन्ट पनि दिइरहेको छ। सस्तोमा एकदमै बेस्ट अनि कम्फर्टेबल प्राइसमा तपाईले चाहेको जस्तो भनेको जस्तो ट्रेनिङ पनि यहाँनिर अवेलेबल रहेको छ। बस्नुको लागि पनि सुर्ताउन पर्दैन। तपाईँ घरदेखि टाढा हुनुहुन्छ भनेदेखि पनि घरको जस्तै खाना यानि कि पिजीमा पनि अवेलेबल रहेको छ र तपाईलाई यो कहाँ जस्तो पनि तपाईँ मान्न पर्दैन। तपाईँकै ठाउँ तपाईँकै नजिकै नाम्ची साउथ सिक्किम जोरथाङ रोडमा तपाईँले यति साह्रो फेसिलिटी तपाईँले उपभोग गर्न सक्नुहुनेछ। प्लेसमेन्ट पनि भारतमा अनि साथमा अब्रोडको लागि तपाईँलाई प्रोभाइड गरिरहेको छ र स्पेसल ट्रेनिङको लागि के लागि रहेको छ त यहाँका जति पनि कमिटी मेम्बर एक्जिक्युटिभ मेम्बरहरू हुनुहुन्छ उहाँसँग हामी छोटकरीमा सोध्न गइरहेका छौँ। र सिक्किम सरदार पटेल युनिभर्सिटीमा चाहिँ यो सिजन यानि कि 2026 र 2027 यानि कि यो इयरको एडमिसन हामीले ओपन गरेका छौँ र यसमा चाहिँ हामीले डिफ्रेन्ट कोर्सेसहरू चलाइरहेका छौँ। जस्तै ह्युमेनिटिजमा हेऱ्यो भने हामीले बिए एमएको तपाईँले सबै कोर्सेसहरू पाउनुहुन्छ र कमर्स एन्ड म्यानेजमेन्टमा तपाईँले पाउनुहुन्छ बीकम एमकम बीबीए एमबिए जस्तो जब ओरिएन्टेड कोर्सेसहरू, त्यो पनि 100% प्लेसमेन्टको साथमा। र साथै होटल म्यानेजमेन्टमा हाम्रोमा बिएससी इन होटल म्यानेजमेन्ट, ब्याचलर इन होटल म्यानेजमेन्ट, एमएससी इन होटल म्यानेजमेन्ट र एमए इन होटल म्यानेजमेन्ट पनि तपाईँहरूले अहिले पाउनुहुन्छ। र यो 100% प्लेसमेन्टको कुरा चाहिँ कस्तो छ भने जति पनि हाम्रो टेक्निकल कोर्सेस जस्तै यो बिबिए एमबिए बीकम एमकम यो होटल म्यानेजमेन्टहरूलाई चाहिँ हामीले 100% प्लेसमेन्ट दिँदैछौँ विथिन इन्डिया, अल ओभर इन्डिया र हामी अब्रोडमा पनि हामीले तपाईँहरूलाई प्लेसमेन्टको असिस्टेन्ट युनिभर्सिटीबाट तपाईँहरूलाई दिनेछौँ। र स्कलरसिपको कुरा चाहिँ 90% स्कलरसिप चाहिँ सबै स्टुडेन्ट्सहरूले पाउनुहुनेछ र 100% स्कलरसिप चाहिँ जति पनि तपाईँहरूले क्लास 12मा 80%देखि उकालो लिएर पास गर्नुभएको छ तपाईँहरूको स्कुल टपरहरू हुने स्टुडेन्ट्सहरूलाई चाहिँ हामीले 100% स्कलरसिप गरेको छौँ।